रमाइलो कता घुमघाम कता त्यो पार्टी लडाइँ गर्ने अनि दारू पानी खाने त्यस्तै त जिन्दगी। अनि एकदम म चाहिँ जस्तै नसा धेरै पिउने बानी थियो। कता घुमघाम कता त्यो पार्टी लडाइँ गर्ने अनि दारू पानी खाने त्यस्तै त जिन्दगी। अनि एकदम म चाहिँ जस्तै नसा धेरै पिउने बानी थियो। मेरो श्रीमती र म सायद मेरो श्रीमतीलाई त देख्नु पनि भयो होला, पहिला आउनुभएको थियो यहाँनिर त्यो अपरेसनको पथरियाको अपरेसनको लागि आउनुभएको थियो। अनि त्यतिखेर सायद यहाँ आउनुभएको थियो होला। म चाहिँ यस मण्डलीमा फर्स्टचोटि नै हो, त्यस कारणले कहिलेकाहीँ हामी चाहिँ नि परमेश्वर नपाएको मानिस चाहिँ एकदमै गलत बाटोमै हिँडेको हुँदो रहेछौँ। तर प्रभु पाएपछि चाहिँ हाम्रो जीवन साँच्चीकै आकाश र पाताल अनि फरक हुँदो रहेछ भन्ने कुरा त्यो मैले महसुस गरेको छु। किन भन्दाखेरि पहिला म एकदमै अब नसा खाने व्यक्ति थिएँ। हामी श्रीमान श्रीमती नै मलेसियामा थियौँ, लगभग 10 वर्ष हामी बसेको। अनि सेलरी आउनु नहुने, हप्ता दिन चाहिँ ड्युटी नै नजाने, साथीभाइसँग रक्सी खाने, चुरोट खाने, हरेक किसिमको नसाहरू पनि खाइयो, झगडाहरू पनि गरियो। तर जब प्रभु मैले पाएँ अनि परमेश्वर चाहिँ साँच्चीकै भलो हुनुहुँदो रहेछ। अब तपाईँहरू यहाँ विश्वासीजनहरू सबै पुरानो हुनुहुन्छ होला, सायद मलाई लाग्छ सबैजना यहाँ पुरानै हुनुहुन्छ, त्यो नयाँ हुनुहुन्छ होला। तर म चाहिँ प्रभुमा नयाँ भए तापनि प्रभुमा एकदमै विश्वास योग्यको जीवन चाहिँ बिताउनु पर्दछ भन्ने कुरा त्यो अनुभवहरू मैले पाएको छु। अनि श्रीमती र मेरो जीवन चाहिँ परिवर्तन चाहिँ हामीले मलेसियामै प्रभु पाएको हो। हामीलाई कसैले करकाप गरेर होइन, अनि न कसैले चाहिँ आऊ भनेर हो, तर अचानक परमेश्वरको त्यो उहाँले चुन्नुहुने जुन समय छ, अनि उहाँले हामीलाई जब चुन्नुहुन्छ त्यो समय चाहिँ एउटा अचम्मको समय हुँदो रहेछ। किन भन्दाखेरि मलाई मलेसिया देशमा अब कोही हुँदैन आफ्नो आफन्त, तर पनि त्यो समयमा परमेश्वरले मलाई चुन्नुभयो एकदमै। अनि म खुसी भएँ। त्यो हजारौँको भिडमा हामीलाई चुन्नुभएको लागि परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि म यहाँनिर एउटा उत्साह पनि दिन चाहन्छु। जीवन चाहिँ एउटा हाम्रो यो शरीर चाहिँ एक दिन मरेर माटोमा गइ नै हाल्छ, तर पनि हाम्रो आत्मालाई चाहिँ हामी चाहिँ आत्मा चाहिँ कहाँ जाने त? परमेश्वरको सम्बन्ध, परमेश्वरसँगको सम्बन्ध सधैँ नजिक राख्नु पर्दो रहेछ भन्ने कुरा। हाम्रो नागरिकता चाहिँ स्वर्गमा हुनुपर्छ भन्ने कुरालाई यहाँलाई म उत्साह दिन आएको छु। अनि जब म प्रभुको भएँ अनि मेरो जीवन चाहिँ परिवर्तन भएको छ। मेरो निराशामा शान्ति दिनुहुने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। अनि म यही शब्दहरूलाई अनि थोरै गाउने छु। भोइस त राम्रो छैन, गिटार पनि खासै बजाउन आउँदैन, तर पनि यहाँहरूले होइन सुनेर साथ दिनु होला। भोइसमा नजानु होला, गिटारको लय म्युजिकमा नजानु होला, तर शब्दमा जानु होला। शब्द एकदमै राम्रो छ भन्छ, म गाउने छु। सुन्नलाई तयार हुनुहुन्छ? धन्यवाद भएको परमेश्वरलाई। अनि यो समय पनि मलाई दिनुभएको छ, यहाँहरूले धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। साथ दिनु होला भन्न चाहन्छु है। एउटा छ अनि कोयर टिमहरूले एकदमै राम्रोसँगले गाउनु भएको थियो। उहाँको सबै कुरा मिलिरहेको थियो, म हेरिरहेको थिएँ। अनि एकदमै उहाँको भोइस पनि राम्रो थियो है। परमेश्वरले यतिको जनहरू, यतिको कोयर टिमहरू यहाँ बनाउनु भएको छ, एकदमै परमेश्वरलाई धन्यवाद भएको होस्। मेरो चाहिँ भोइस राम्रो नभए तापनि यहाँहरूले यो शब्दहरू चाहिँ एकदमै राम्रो छ। अनि शब्दहरूलाई सुनेर मनन गर्नु। जब म प्रभुको भएर जिउन थालेँ भने यहाँ सबैले गाइराख्नु भएको होला, सुनिराख्नु भएको होला। जब म
मैले भन्न नसके तापनि परमेश्वरलाई महिमा भएको होस्। अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण मण्डली परिवारमा यो समय मलाई दिनुभएको लागि। हुन्छ फेरि पनि यो समय सानसानिका सिस्टरलाई हुन्छ। जय मसीह। अनि उहाँले आफ्नो जीवन गवाए प्लस अनि भजन गाएर गइसक्नु भएको छ अनि परमेश्वरलाई महिमा भएको होस्। उहाँलाई जोरदार तालीले धन्यवाद दियौँ।